आज भट्टका मैले कल्पनाले राखेका भट्टेउलाहरू खान। हामी चाहिँ खास गरी यसलाई चाहिँ भट्टेउला भन्छौँ। हजुरहरूले के भन्नुहुन्छ? भट्ट उमारेर यसरी राखेको माटो मुनि, धेरैजनाले माटो मुनि नभएर त्यसै नाटक पारेर राखेको, अनि उसमा पनि बाहिर पनि यस्तै भाँडामा राखेर पनि उम्रिन्छ भनेर भन्नुभएको थियो। त्यो चाहिँ मलाई थाहा थिएन होइन। अब हामी पहिल्यैदेखि यस्तै गरेर बनाउँदै आइरहेको। अब पहिल्यैदेखि हाम्रो घर परिवार सबैजनाले यस्तै बजिएर खास गरी बनाउनुहुन्थ्यो। त्यति बेला नै यस्तै सिकेको होइन हामीले चाहिँ। त्यही भएर मलाई चाहिँ थाहा थिएन। भाँडामा पनि राखेर अब हामी चना उमारेर खान्छौँ नि, त्यस्तै हुन्छ होला भाँडामा राखेर खाएको पनि। तर यो माटामा उमारेर खाएको चाहिँ एकदम टेस्टी हुन्छ कि दामी होइन। यो जुन नभगा म यस्तै छोडिदिन्छु, फेरि हामी पछि खान्छौँ। अब यो 2-4 दिन पछाडि निकाल्दै खाँदै जति दिनसम्म खाए पनि भयो होइन। यहाँ हेर्नु नि तल झन् कस्ता राम्रो भइदिएका रहेछन्। जडा लामो यस्ता वाहन एकदम टेस्टी हुन्छ। खानालाई आइहाल्नुहोस् है त हजुरहरू पनि।